यो हो तररा इटरीबाट आउँदै जाँदा धरान जाने 4 कोसी घाडीको जङ्गल, जहाँ चाहिँ एकदम यहाँ अहिलेको एकदम भाइरल यहाँ चाहिँ उखुहरूको टुरिस्टहरू प्राकृतिक प्रकृति मुनि बसेर चाहिँ क्या जङ्गलहरू होइन हावापानी बगाउनको लागि धेरै यहाँ भिड हुने गर्छ है, यति धेरै भिड हुने गर्छ। यो चाहिँ तपाईँहरू यदि यो प्लेस आउनु चाहनुहुन्छ भने धरान आउँदाखेरि इटरीबाट तररा आउँछ, तररा आइसकेपछि चट्ट उकालो लागेपछि धरान आउँछ। यहाँ चाहिँ चट्ट वन अधिकृतको अफिसहरू पनि छ यहाँ। यति रमाइलो यति सुन्दर ठाउँ यो चाहिँ। विशेष गरेर उखुको जुस खाने चाहिँ एकदम यहाँनिर चाहिँ भाइरल हो। यो चाहिँ बवाल हुन्छ। तपाईँहरूले चाहिँ यो चाहिँ मिसै नगर्ने, धरान आउँदाखेरि चाहिँ मिस नगर्ने ठाउँ हो यो चाहिँ। ठ्याक्क तपाईँहरूले याद गर्नु, जब धरान आउनुहुन्छ धरान इटरीको एरिया छोडेर जब जङ्गल सुरु हुन्छ, जङ्गल सुरु भएपछि तपाईँले बाटोमा धेरै ठाउँ यस्तो देख्नुहुन्छ है त। चट्ट यहाँनिर बसेर हावा चिसो हावा खाने, शीतल हावा खाने अनि उखु जुस खाने, के जुस खाने, नरिवल जुस छ होइन, स्याउको एप्पलको हरेक चिजको जुसहरू चाहिँ यहाँ छ है त। म चाहिँ यहाँ बुवाकोमा चट्ट जुस खानेलाई रोकेँ। बुवाले चाहिँ ताजा फ्रेस जुस यहाँ बुवाले कति भयो यता गर्नुभएको यहाँनिर? अब यहाँ सुरु गर्नुभएको कति भयो तपाईँले? ए 2 वर्ष। तपाईँ नै बस्नुहुन्छ है? ए ल, चट्ट आउँदाखेरि चाहिँ हाम्रो यहाँ बुवाको यसरी गाडी रहेको हुन्छ। तपाईँ जो कोही पनि आउनुहोस्, उखुको ताजा फ्रेस जुस कसरी गिलास पाउँछ बुवा? गिलासको 50। चट्ट फ्रेस जुस खाने, फ्रेस जुससँग चुरोट खाए पनि भयो, भोला खाए पनि भयो, सबै थोक पाउँछ होइन यहाँ। आइसको पनि व्यवस्था गर्नुभएको रहेछ लगेर। चिसो अब गर्मी लाग्यो है, रुखमुनि बस्ने, शीतल हावा खाने, बस्ने ठाउँ पनि बनाइदिनु भएको छ यता चाहिँ। चट्ट अब जुसको लागि यहाँ बस्ने अर्डर गर्नुहुन्छ, बुवाले त्यहाँसम्म पनि ल्याइदिनुहुन्छ। अब बुवालाई दुःख हुन्छ भन्नुहुन्छ भने आफै यहाँबाट लिएर गएर त्यहाँ बसेर पनि खानु सक्नुहुन्छ है। तपाईँहरू चाहिँ जसरी खानु चाहे पनि यहाँनिर जङ्गलमा चाहिँ आफ्नो अधिकारले पैसा तिर्ने, चट्ट बस्ने खाने है, यस्तो छ। अब गर्मी बढेपछि चाहिँ तपाईँहरूले सबैभन्दा बढी याद गर्ने ठाउँ हो यो। धरान जाँदाखेरि चट्ट तररा सकिने बित्तिकै जङ्गल सुरु हुने बित्तिकै आउँछ है यति। ल यहाँनिर बस्छ।